वाला ना स्टार्ट भइसक्यो है यता हेर अब कन्ट्रोलर बनाउँदैछौँ है न्यू फाइल अब हामी होम पेजको लागि होम कन्ट्रोलर बनाउनुला है होम पेजदेखि नै सुरु गरौँ अघि हामीले देखाएको छ नि त्यो चाहिँ होम पेज है .php भनेर हजुर हुन्छ हुन्छ ए वेलकम मेसेज एडिट गरेर होइन वेलकमकै अब कन्ट्रोलर छ नि यहीँको हालौँ है वेलकम अथवा हामीले 2-3टा फङ्सन कहाँ बनाइसकेको छ त्यसको फङ्सन हाल्दा हुन्छ हामीले रेजिस्ट्रेसनको एडिट डिलिटसम्म सबै गरिसक्यौँ नि होइन ल कन्ट्रोल ए गर कन्ट्रोल सी होम कन्ट्रोलरमा गएर कन्ट्रोल भी अनि सुरुमा फर्स्टमा काम के गर्नु पर्यो यसको नाम होम यो नाम कन्ट्रोलर बनाइदिनु पर्यो है अब अरू त बनाउँदै जाउँला बिस्तारै अनि त्यसपछि अर्को कुरा चाहिँ जस्तै अब हामीले त्यो अघि देखाएको भ्यू यो भ्यू चाहिँ हामीले इन्टिग्रेट गर्न खोज्दैछौँ है अब सिस्टममा यो इन्टिग्रेट गर्नलाई हामी खोज्दैछौँ ल सबभन्दा फर्स्टमा के गर्ने भन्दा यो फाइल हामीसँग यहाँ छ है index.html अब यो भ्यू चाहिँ हामीले उता लग्नु पर्यो होइन यसलाई सबलाइमबाटै खोलौँ है इन्डेक्सले यही कोड चाहिँ हामी अब एउटा होम पेजमा लगेर राखिदिन खोजेको त होइन index.html अब हामी भ्यूमा चाहिँ एउटा होम बनाउँ होइन होम कन्ट्रोलरमा कोड पहिला हेरौँ त इन्डेक्स फाइलमा के छ भन्दा दिस लोड मोडल रेजिस्ट्रेसन भनेको छ यो पार्ट हामीलाई चाहिएन है यो पार्ट फाल्ने ल सुरुमा त भ्यू मात्रै लोड गर्ने हो नि हो ल पेजै भनेर लेखेँ ल होम पेज भनेर लेखेँ यहाँ डाटा केही पास हुन्छ अहिलेसम्म भएको छैन र त्यसपछि अहिले पास पनि नगरौँ हाम्रो होम कन्ट्रोलर खोल्न बित्तिकै होम पेज खोल्नको लागि हामीले राउटमा पनि मिलाउनु पर्छ होला नि भनेपछि डिफल्ट कन्ट्रोलर होम कन्ट्रोलर बनाइदिन्छु मैले यहाँनिर हेर त त्यो भएपछि के हुन्छ भन्दा यसले सिधै होम कन्ट्रोलर हिट गर्छ नि होइन अनि त्यसपछि त्यसको होम पेज खोल्छ अहिलेसम्म हामीले यहाँ भ्यूमा होम पेज बनाएको छौँ छैन है होम अन्डरस्कोर पेज भनेर बनाएको छ नि अब होम पेज भन्ने एउटा फाइल पहिले रहेछ ल यसलाई होम अन्डरस्कोर पेज बनाएँ है त मैले ठिक छ अन्डरस्कोर पेज.php ल तिमीले नयाँ फाइल क्रिएट गरे हुन्छ हो हैन अब त्यसपछि यसमा हामीले राखेको कोड चाहिँ के हो भन त यो इन्डेक्सको हो नि त हैन पहिला अब यसलाई इन्टिग्रेट गरेर हेर्नु पर्यो नि सबै कपी गरे है मैले होम पेजमा पेस्ट गरे अब यसमा चाहिने जेएस सीएसएस हरू सबै यसमा छ तर के भएन भनेर हेरौँ है अब चल्यो कि चलेन होम कन्ट्रोलर हाम्रो सामाजिकको होम हान्दाखेरि ए डिफल्ट कन्ट्रोलर भनेको होमै हान्ने हैन नि यति हो लोकल होस्ट स्ल्यास सामाजिक हैन यो चाहिँ हो के छ रे ए कोड इग्निटर छ कति झुकेको ल हेर त जस हाम्रो आइसक्यो हैन तर के छ भन्दा जेएस सीएसएस को इफेक्ट देखेको छैन यहाँ इन्स्पेक्ट गरेर हेर त किन यस्तो आइरहेछ यो डिजाइन भन्दाखेरि तिमीले अब सुरुमा देखि आफ्नोमा डिजाइन हाल्दाखेरि काम लाग्छ है जस्तै हेर त 35 इरर भनेको छ है इररै 35 हो यहाँ देख्यो किन इरर आएको होला भनेर भन्दाखेरि यहाँ नेटवर्कमा एक्चुअली हेरे पनि हुन्छ र उहाँ तलपट्टि कन्सोलमा हेरे पनि हुन्छ देखिरहेछ यो सबै इरर किन भन्दा इमेजहरु भेटिरहेको छैन है अनि त्यसपछि इमेजहरु भेटेको छैन जस्तै अब यहाँ जेएस र सीएसएस हेर्ने हो नि जेएस पनि एउटै भेटेको छैन सीएसएस पनि एउटै भेटेको छैन अब यो नभेटेपछि आउँछ त यो त उसमा रेकर्डिङमा धेरै सानो देखिन्छ होला नि ल्यापटपमा ठुलो हुन्छ देखिन्छ मैले यहाँ देखाएको छु भने तिमीले नि यही त देख्छौ नि म जे रेकर्ड गरेछु त्यही देख्दैन आफ्नो कम्प्युटरमा हेर्ने नि त
भिडियो हेर ए यहाँ पनि यहाँ ल हेर हेर यता हेर है अब यसमा सिएसएस र जेएसहरू लिङ्क गर्ने है एकचोटि यहाँ हेर त हामीले के अरे सिएसएस र अस्ति रजिस्ट्रेसन फर्ममा हेर्दाखेरि हाम्रो जेएस र सिएसएसहरू कहाँ राखेको थियौँ भने सिएसएस डिजाइन फोल्डरको सिएसएस भित्र हालेको थियौँ जेएसहरू डिजाइनको जेएस भित्र हालेको थियौँ होइन इमेजहरू डिजाइनको इमेज भित्र हालेको थियो होइन अब हेर त यहाँ हामीले के ल्यायौँ भन्दा यसको index.html को कोड मात्रै ल्यायौँ तर यसलाई चाहिने रिसोर्सेसहरू एउटा पनि ल्याएको छैन होइन त्यो उसले पक्का पनि कतै राखेको छ भन्दा यो डिजाइनरले हामीलाई दिँदाखेरि यहाँ हेर त सिएसएस यसलाई चाहिने सिएसएस त यो सिएसएस भित्र हाल्दैछ यसले चाहिने जेएस यो जेएस भित्र हाल्दैछ फन्ट र इमेज भित्र इमेजेसहरू हाल्दैकै छ हो किन ल यो डिजाइन भित्र यो सबै एकचोटि म कपी गरिदिन्छु ल कन्ट्रोल योसम्म यसलाई चाहिँ हामी यताबाट हाल्दिउँ है सी को डब्लु को कोअर्डिनेटरमा छ सामाजिक भनेर अघि लेखिएको है यसमा डिजाइन भित्र हाल्ने कुरा हो नि होइन अस्तिको सबै फाल्दिउँ है अस्तिको डिजाइनहरू अस्तिको लागि मात्रै थियो नि होइन अब फाल्दैन यो किन राख्ने नयाँ टेम्प्लेट हाल्दैछौँ नि त हामी होइन सिएसएस पनि नयाँ इमेज पनि नयाँ त्यो पनि नयाँ है अब पहिला अघि हेर्दाखेरि हाम्रो लिङ्क चाहिँ कसरी भइरहेको थियो भन्दा कोअर्डिनेटर लोकल होस्ट कोअर्डिनेटर सिएसएस बुटस्ट्र्याप.विन्डर सिएसएस बनाएर रहेछ होइन तर खासमा हाम्रो के छ भन्दा लोकल होस्टको कोअर्डिनेटरको डिजाइनभित्र छ नि होइन त्यही भएर यिनीहरू लोड नभएको नि हो क्या भन त अब त्यो हामीले मिलाउन नसकेर हो नि त यहाँनिर है अब हेर त्यो सबै मिलायो भने त काम गर्ला नि त यो डिजाइनले नि होम पेजमा अब प्रत्येक लिङ्क के अरे हाम्रो सिएसएस र जेएसहरू लिङ्क गरौँ है हेर त जस्तै अघि हाम्रो यहाँ डिजाइन एउटा नभएर हो नि त होइन तर कसैकोमा यो मिल्दैन नि अनि त्यही भएर मैले तिमीहरूलाई यो तरिकाले गर्न सिकाएको थिएँ हो पिएचपी इको यो गरेर सेमिकोलन राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ है डिजाइन भित्र /CSS भित्र बुटस्ट्र्याप.विन्डर सिएसएस हो नि होइन हो ल सुरुमा हामीले एउटा बुटस्ट्र्याप.विन्डर सिएसएस लोड गऱ्यौँ है अब यो बुटस्ट्र्याप.विन्डर सिएसएसले पास पायो कि पाएन यहाँ हेर त अब हेर यो चाहिँ नि एक्टिभ भयो है सबैको ओ आशिष हेर्नुहोस् न आशिष सब जस्तो यो एउटा त लोड भयो नि यता हेर है अब यही कोड चाहिँ सबैको लागि हालिदिँदै जाने हो क्या जस्तो यहाँ पिएचपी इकोदेखि /डिजाइन/सम्म हो नि है यति हो क्या कपी गर्ने कन्ट्रोल सी अब प्रत्येक फन्टहरू र सिएसएसहरू त यति गरेको त आउनु परेको परेन त यसरी गर्न सकिन्छ जस्तै इमेजेस पनि त्यही त हो नि है केही भित्रको इमेजेस हो फ्याबाइकनको लागि पनि त्यही नै भयो र अब अरूहरू जस्तै स्क्रिप्टहरू अब यहाँ बिचबिचमा भएको इमेजेसहरूको लागि सबै त्यही नै हो होइन त्यो चाहिँ नि पहिला जेएसहरूलाई हालौँ अनि इमेजेसहरूलाई पनि हालौँ होला जेएसहरूलाई नै हालेँ है अब कतिसम्म काम गऱ्यो यति हालेपछि हेरौँ अनि त्यसपछि फेरि काम गरौँ के काम गरे ल जेएस सबै लोड भयो सिएसएस सबै लोड भयो मात्र लोड भएन के त इमेजहरू है हो इमेजहरू मैले कसरी थाहा पाएँ हेर न ऊ इन्सपेक्ट गरेर हेर्ने हो नि त
अनि भन्दैछु त तिमी जस्तो इमेजहरू कुनै पनि आएको छैन हेर त लोड भएन है। अब इमेजको लागि के भने प्रत्येक इमेजको मा त्यो कन्ट्रोल त्यो लिङ्क मिलाइदिने। जस्तै IMG/SRC भनेर हुन्छ नि त। ल हेर त यसको सोर्समा नमिला त भने होइन प्रत्येक IMG फाइन्ड गर्दै जाने गर्ने भनेपछि त मिल्ला नि। फाइन्ड गरेँ फेरि अर्को नि भेटेँ यसको नि सोर्समा यो गर्ने है फाइन्ड गरेँ। त्यसै गरी गर्ने है तिमीहरूले पनि हेर त अलिअलि आइडियाहरू लिऊ न। फेरि फाइन्ड गर्ने यहाँ पनि हालिदिने यहाँ रहेछ यहाँ पनि हालिदिने यहाँ हालिदिने यहाँ हालिदिने हामी 9 बजीसम्म क्लास होइन टाइम त टन्नै भएको हो त 7 बजीदेखि 9 बजीसम्म 2 घन्टा भनेपछि कति बजीसम्म 1 घन्टा भयो त हो। ल हेर त अब हेर यिनीहरू इमेजहरू आएछ है यो भेटेन होला जस्तै अब यहाँ नै चाहिँ इमेज आएन यहाँ अब यहाँ नै इन्सपेक्ट गरेर हेरौँ है किन आएन भन्ने कुरा हो नि त। हामीले त्यहाँनिर इमेज भेट्यो ए त्यहाँ तिनीहरूले CSS मा दियो होला कि जस्तै हेर है अब थाहा हुन्छ इन्सपेक्ट गरेर किन आएन भन्दाखेरि उसले इमेज चाहिँ नि यहाँ हेर त यहाँ हेर्नु बित्तिकै स्टाइलमा दिएर रहेछ कि तिम्रो यहाँनिर यो नि ठुलो हुन्छ नि हो यहाँ हेर त उसले के दिएछ भन्दाखेरि स्टाइलमा चाहिँ त्यही स्टाइलमा दिएर रहेछ कि यो कुरा छ हेर त इमेजको लिङ्कहरू त यहाँ हेर त त्यही भएर हामीले स्टाइल त भेटेनौँ नि त्यहाँनिर URL इमेजेस भनेपछि चाहिँ अब भेटिन्छ डिजाइनभित्र हालेपछि त पक्का भेटेला नि। अब यहाँ कोडमा जाने इमेजेस भन्ने त यो भयो स्टाइलभित्र हजुर ल हेर त स्टाइलमा यहाँनिर दिएछ नि होइन उसले यो स्लाइडरहरूलाई चाहिँ नि ब्याकग्राउन्ड इमेज भनेर दिएको भएर के हामीले त त्यो भेटेन थिएन नि अघि इमेज ट्यागमा। अब यसलाई पनि डिजाइनभित्र छ नि त डिजाइनभित्र हालिदिने नि त हुन्न अब बाँकी इरर चाहिँ कहाँबाट आछ भन्दाखेरि एउटा क्रप फाइल भन्ने भेटेन छ है कोअर्डिनेटर इमेजको ए यो एउटा बाँकी रहेछ अझै क्रप फाइल भन्ने एक ठाउँमा मिलाउनु बाँकी भएछ त्यही भएर त्यो सायद यो होला कि ठ्याक्कै त्यही नै रहेछ है एउटा किन लोड भएन भने त हामीले एक ठाउँमा चाहिँ लेख्न बिचारेर चाहिँ त्यही गर्नु अरू बाँकी हेर त अरू सबै लोड भयो ल अब त्यसलाई पनि मिलाउने हो भने त त्यसलाई पनि मिलाउन सकिन्छ ओभरअलमा हेर त यो हाम्रो सिस्टममा अब स्ल्यास यो गर्दाखेरि सबै देखियो सबै लोड भयो भ्यू फाइल। अब मात्र डाटाहरू डाइनामिक बनाउनु पर्ने केस भयो होइन त यतिसम्म ठिक छ। होमवर्क गर्छ